नमस्ते, हाम्रो कम्पनीको नाम चाहिँ जेटेक्स काइलो हो, जसले चाहिँ हामीले आइटीको इलेक्ट्रिकल फ्रेन्डली सिमुलेसन टुल्सहरूलाई चाहिँ हामीले डिफ्रेन्ट इलेक्ट्रिकल इन्जिनियर्समध्ये चाहिँ हामीलाई हाम्रो प्रयास गरेको छ। सो हामीले चाहिँ अहिले यो कम्पनीको लागि भनेर हामीले बिजनेस डेभलपमेन्ट एन्ड म्यानेजर खोलिरहेका छौँ। सो पहिला सुरुमा चाहिँ तपाईँको एउटा छोटो एउटा डिस्क्रिप्सन दिनुहोस् र तपाईँ यो पोस्टको लागि कसरी चाहिँ एलिजिबल हुनुहुन्छ त्यो पनि हामीले क्लारिफाई गरिदिनुहोस्। नमस्कार, मेरो नाम राजु हो। मैले इलेक्ट्रिकल इन्जिनियरिङ चाहिँ सकेको र मेरो चाहिँ लगभग 12 वर्षको एक्सपिरियन्स छ यो फिल्डमा र मैले चाहिँ मेरो आफ्नो इन्जिनियरिङ प्रोजेक्ट्सहरू पनि यही बेसमा भइरहेको छ र मेरो एक्सपिरियन्स चाहिँ मेनली हाम्रो कमसोल त्यसपछि टाइफोन एआइएल र नेक्स्टमा मैले अहिले काम गर्छु इन्क्लुडिङ म्याटल्याब एन्ड सिमुलिङ। यसमा चाहिँ मेरो अब सिमुलेसन बेस नै धेरै काम गरिरहेको भएर चाहिँ एनालाइसिस गर्ने प्लस सजेस्ट गर्ने कन्सल्टेन्ट गर्ने काम गरेको छु मैले एज अ एक्सपर्ट कन्सल्टेन्ट इन दिस फिल्ड I have enough experience to electromagnetic field simulation. सो मेरो फाइनल क्वेसन चाहिँ हाम्रो यो कन्सोल चाहिँ हामीले एकदमै कम्प्लेक्स सफ्टवेयर हो, त्यसलाई एडभर्टाइजहरू गर्दै गर्दा तपाईँले सिम्पलेस्ट फर्ममा त्यसलाई डिस्क्राइब गर्नुपर्ने हुन्छ। सो त्यो अब एडभर्टाइज चाहिँ कसरी गर्नु? जस्तो हाम्रो नेपालको सबैभन्दा धेरै प्रयोग हुने हाइड्रो पावर बेस जुन हाम्रो ट्रान्समिसन लाइन छ हामीले त्यो युज गर्छौँ। त्यसको लागि चाहिँ हामीले जस्तो सिम्पल भन्दाखेरि टेम्परेचर थर्मल एनालाइसिस गर्नलाई पनि हामीले कमजोर युज गर्न सक्छौँ। अर्को भनेको चाहिँ मेकानिकल स्ट्रेसहरूको पनि एनालाइसिस गर्न हामीले कमजोर युज गर्न सक्छौँ र नेपालको चाहिँ जुन ग्रिड कनेक्सन छ त्यो चाहिँ एकदमै धेरै भनौँ न कम्प्लेक्स टाइपकै छ। धेरै हदसम्म धेरैवटा ग्रिडहरू कनेक्ट भएको ठाउँ छ। त्यस्तोमा चाहिँ हामीले कमजोर युज गर्न धेरै नै सहज हुन्छ। त्यो भयो। थ्याङ्क यू मिस्टर राज। तपाईँले फाइनल इयर प्रोजेक्ट केमा गर्नुभयो? फाइनल प्रोजेक्ट चाहिँ हाम्रो चाहिँ बिएसएम बेस्ड बिल्डिङ सिस्टम यसमा चाहिँ हजुरले स्पेसिफिक केलाई सल्भ गर्नु? हामीले चाहिँ मेन चाहिँ हाम्रो अल्टरनेटिभ इनर्सिया युज गर्ने त्यसमा हामीले अल्टरनेटिभ इनर्सिया चाहिँ हाम्रो जुन एउटा फिक्स इनर्सिया प्रब्लम थियो त्यो लिएर हामीले चाहिँ बिएसएमसँगै रियाक्टिभ पावर पनि गर्नु परेको थियो र विथ द्याट हामीले फ्रिक्वेन्सीलाई पनि। सो तपाईँले सेकेन्ड प्रोजेक्टमा पिएसओ एल्गोरिदम नै हाल्नु भएको छ। पिएसओ एल्गोरिदम कसरी काम गर्छ? पिएसओ एल्गोरिदम चाहिँ त्यो पार्टिकल बेस पार्टिकल सम अर्गनाइजेसन चाहिँ त्यो चाहिँ तपाईँको बेस्ट पोजिसन फाइन्ड गर्ने हो, बेस्ट अल्टरनेटिभ फाइन्ड गर्ने भयो। जुन हाम्रो इलेक्ट्रिक मोटर छ त्यसमा चाहिँ हाम्रो जुन पोल म्याग्नेटिक फिल्डको पोल हुन्छ त्यसको चाहिँ बेस्ट पोजिसन के हुन्छ त्यो अनुसारले बेटर एफिसियन्सी निकाल्नको लागि चाहिँ हामीले त्यसो प्रयोग गरेको थियौँ। सो राजु हजुरले टेक्निकल एक्सपर्टिजहरू एकदमै राम्रो छ, एक्सपिरियन्स पनि तर हामीले चाहिँ ट्रेडिसनल म्यानेजरको लागि गर्दै गर्दाखेरि हाम्रो चाहिँ डिग्री इस्युजहरू पनि हुन्छ, बिटुबी क्लाइन्ट्सहरू खोज्नको लागि म्यानेजर कसरी लिस्ट आउट गर्नुहुन्छ, कसरी सर्ट आउट गर्नुहुन्छ? फर्स्ट मलाई चाहिँ कस्तो छ क्लाइन्ट्सको काम गर्ने फेरि फेरि कस्तो छ तिनीहरूले के बेसमा काम खोजिरहेको छ र काम खोज्दाखेरि चाहिँ हाम्रो कम्पनीले कतिको आउटपुट दिन सक्छ, कुन लेभलको आउटपुट दिन सक्छ त्यो अनुसारले हेर्छु। प्लस हाम्रो कम्पनीको टिम जस्तो र एक्सपिरियन्स बेस कतिको छ हाम्रो त्यो अनुसारले हेर्छौँ। हाम्रो फाइनल क्वेसन चाहिँ हाम्रो यो कम्पनीको चाहिँ हाम्रो स्यालेरी नेगोसिएबल छ। हजुरको एक्सपेक्टेसन्सहरू त्यसमा के रहेको छ? With my experience and being consultant and project manager of some projects, my expectation would be around 150. Okay. सो हजुरले हाम्रो कम्पनीको बारेमा के फाइनल क्वेसन्सहरू छ भने हजुरले If you have like you're open for consulting as well, I'm open for that. Sure, thank you. We'll get back in very soon. Thank you very much. अब यस्तो गर्नुपर्छ है, सबैजना टाइम यसको समराइज भोलि गर्नुपर्छ है। अनि तपाईँहरूले पनि उहाँहरूको